Early morning, welcome guys to Hatta. म चाहिँ दाइलाई पर्खिरहेको छु. दाइ वासरुम जानुभएको छ. केटीहरूको वासरुम चाहिँ लक रहेछ. So we'll be going up there soon. Let's zoom it. अहिले म दाइलाई पर्खिरहेको छु. दाइ हाम्रो उहाँ हुनुहुन्छ. म चाहिँ वासरुम गएर आएँ. Probably this is the third time to my visit to Hatta. यहाँ त राम्रो प्लेग्राउन्ड बनाएछ त खेल्नको लागि. नो स्मोकिङ किड्स प्ले एरिया स्ट्रिक्टली प्लेस्टेसन 2 to 13 इयर्स मात्र है दाइ. मलाई फेरि गाडी खर्ने मन छ. ओलिभ ट्रीमा ओलिभ फलेको चाहिँ देखेको छैन मैले. डेट्समा त डेट्स फलेको हुन्छ. यहाँ आएर देखाउ क्यामेरा. दाइको त निन्द्रा पुगिसक्यो. मेरो त 2 घन्टा जति सुतेको है. लास्टै आज नि घाउ आयो भने मुखमा कफी चाहिँ खाएर जानुपर्छ. नत्र भने सेलको टाइममा लास्ट निन्द्रा आउने दाइ. अब चाहिँ हात्ता ड्याम जानुपर्छ. माथि चढेर हिँड्न पर्छ. अब लेफ्ट राइट. अस्ति नै यहाँ हिँडेर कैरा लागेको थियो दाइ. अब आज नि लाग्ने होला. अहिले ठिकै छ. यति बनाएर हाल्छु. सो अहिले चाहिँ हामीले अघि भनेको ठाउँ यहाँबाट हिँडेर जाँदैछौँ. लास्ट टाइममा चाहिँ आएको थिएन. सो अहिले चाहिँ वक गर्नेछ. दाइ वक गर्दै हुन्छ अगाडि अगाडि. मुख पनि दादा खाँदैले. त्यो स्लिपी बट इट्स फ्रेस ड्यु टु वेदर. सो हामी यहाँ माथि जानेछौँ. अहिले ड्युटी गएर नि मजाले हिँड्नुपर्छ. सो अहिले नि हिँड्न पऱ्यो. सो प्रोबेबली इट्स अ वर्किङ डे इन फर्स्ट डे अफ ज्यान. हाम्रो ड्रामा सबै सक्यो. फोटो खिचेर भिडियो बनाएर. सो नो टिकटक टुडे. वाउ कस्तो दामी देख्दो रहेछ दाइ. ब्लू स्काई. सो आवर फाइनल डेस्टिनेसन इज ओभर हियर. दाइ कस्तो भइरहेछ. दामी दामी दामी. दामी माउन्टेन्सहरू देखिने यार. सनराइज भइसक्यो. त्यहाँ चाहिँ आइकन्छु. दामी बनाएको छ. माउन्टेनमा हिँड्ने बाटो राखेर. इट लुक्स लाइक ग्रेट वाल बट इट्स नट ग्रेट वाल.
गर्मी भयो. It's a very nice scene. Haji, very big rock. Andai. Sunrise देख्दैन. हाय, कति मिनेटमा आइपुग्यो दाइ फाइनली. माथि चढ्ने बेला भयो भनेको त अझै एउटा राउन्ड बाँकी रहेछ त. थाक्यो हिँडेर. हामी तलबाट यहाँ आइपुग्यो. यहाँ चाहिँ सनराइज लागिरहेको छ. हिँडम अब माथि गएर हेरौँ कस्तो हुँदो रहेछ. त्यहाँ तल पार्किङ गरेर यहाँ यो रुखको पछाडिबाट पार्किङ गरेर हिँडेर यहाँ आइयो. It's a very nice scene over here with the roads. दाइ आउँदै हुनुहुन्छ. दाइ बिजी हुनुहुन्छ मोबाइलमा. अनि सनराइज भएको छ मर्निङको. यहाँ there's some visitors over there. They are taking pictures and we'll go up again. Attauman Dam is a damn beautiful place. Everyone should visit once. अन्त अब चाहिँ सकियो. फर्किँदै हो. पुरानो ठाउँमा चाहिँ गएनौँ हामी. ल्याक अफ टाइम. ड्युटी जानुपर्ने छ. अब यो सबै भर्याङ हिँड्नुपर्छ. दाइ कुदिसक्नु भयो. म चाहिँ बिस्तारै हिँड्दैछु. कुद्न पऱ्यो. दाइलाई भेट्नु पऱ्यो. धेरै लामो छ यो. अघि चाहिँ भर्याङबाट आएकोले सजिलो भयो थियो. अहिले चाहिँ भर्याङबाट जानुपर्छ.